नेपालको इतिहासकै सबैभन्दा महँगो आइपिओ चाहिँ आउन लाग्दैछ। पैसा ठिक पारेर राख्नु होला। र यस्तै आइपिओ सम्बन्धी विभिन्न जानकारीहरू तथा शेयर बजार सम्बन्धी जानकारीहरूको लागि फलो गर्न पनि नबिर्सिनु होला र आफ्नो आफन्त प्रियजनहरूलाई चाहिँ भिडियो शेयर गरेर आइपिओ सम्बन्धी जानकारी पनि दिनु होला। र यो अहिले आइपिओ जारी गर्न लागेको कम्पनी रहेको छ रिलायन्स स्पिनिङ मिल। यो चाहिँ एउटा धागो उत्पादन गर्ने कम्पनी हो। यसले चाहिँ विभिन्न किसिमका चाहिँ धागोहरू उत्पादन गर्ने गर्दछ र त्यसलाई चाहिँ स्वदेशमा तथा विदेश समेत निर्यात गर्ने गर्दछ। र यसले चाहिँ विशेष गरेर चाहिँ भारत र टर्कीमा निर्यात गर्ने गर्दछ भने त्यो लगायत अन्य देशहरूमा पनि चाहिँ निर्यात गर्ने गर्दछ। नेपालमा सामान उत्पादन गरेर विदेश निर्यात गर्ने ठुला कम्पनीहरू मध्येमा चाहिँ एक कम्पनीमा चाहिँ यसलाई पनि लिने गरिन्छ। र यो धागो उत्पादन गर्ने कम्पनीहरू मध्ये सबैभन्दा ठुलो कम्पनी पनि हो नेपालको चाहिँ। यसले चाहिँ गत वर्ष 2080-81 चाहिँ 1.48 बिलियन रुपैयाँ बराबरको चाहिँ नाफा गर्न चाहिँ सफल भएको थियो भने यसको टर्नओभर चाहिँ रु 10.23 बिलियन रहेको छ। र यसले चाहिँ नेपालमा आफ्नो कारखाना चाहिँ सुनसरीमा राखेको छ भने यसले चाहिँ करिब 4000 जना नेपालीलाई चाहिँ रोजगारी दिएको छ। र यो अहिले जारी हुँदै गरेको आइपिओ चाहिँ बुक बिल्डिङ मेथड अन्तर्गत चाहिँ 2080 को मागतिर योग्य संस्थागत लगानीकर्ताहरूले 912 रुपियाँ प्रति किताको दरले चाहिँ त्यतिखेर बाँडफाँड भएको थियो भने अहिले चाहिँ त्यसमा चाहिँ 10% घटाएर अर्थात् 820.80 रुपैयाँ प्रति किताको दरले चाहिँ निष्कासन गर्न लागेको छ। र यसरी निष्कासन गर्दा चाहिँ यसको चाहिँ भर्ने नियम पनि अलिकति फरक छ। त्यो के हो त भन्दाखेरि चाहिँ अरू आइपिओ चाहिँ मिनिमम 10 किता भर्न पाइन्थ्यो भने यो चाहिँ मिनिमम 50 किता भर्नै पर्छ। र 50 किता 820.80 रुपैयाँको दरले भर्दाखेरि तपाईलाई चाहिँ यो आइपिओ भर्नको लागि चाहिँ 41,000 रुपैयाँको चाहिँ आवश्यक पर्ने हुन्छ। यसले चाहिँ टोटलमा 19,26,600 किता सेयर चाहिँ निष्कासन गर्न लागेको छ। र त्यसमध्येमा चाहिँ त्यसको 40% 7,70,640 किता सेयर चाहिँ 2080 को मागतिरै बुक बिल्डिङ प्रोसेस अन्तर्गत चाहिँ योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँड गरिसकिएको छ प्रति किता रु 912 रुपियाँको दरले। र अहिले चाहिँ बाँकी रहेको 60% सेयर अर्थात् 11,55,960 किता सेयर चाहिँ अहिले निष्कासन गर्न लागेको हो। र यो चाहिँ विभिन्न विवादको कारणले चाहिँ बीचमा निष्कासन हुन सकेको थिएन र अहिले चाहिँ त्यो विवादको समाधान भइसकेपछि फेरि चाहिँ निष्कासन गर्न लागेको हो। र त्यसको लागि चाहिँ पहिलो चरणमा जेनरल पब्लिकमा छुट्याएको 60% सेयरको 10% सेयर अर्थात् 1,15,596 किता सेयर चाहिँ वैदेशिक रोजगारीमा हुनेहरूको लागि जारी हुनेछ भने बाँकी रहेको 10,40,364 किता सेयर चाहिँ जेनरल पब्लिकको लागि चाहिँ छुट्याइएको छ। यो बुक बिल्डिङ अन्तर्गत चाहिँ आइपिओ जारी गर्ने दोस्रो कम्पनी हो र पहिलो कम्पनी चाहिँ सर्वोत्तम सिमेन्ट रहेको छ।